अहिले चाहिँ किचनको काम यो ज्वानोलाई चाहिँ धोएर सुकाउन लागेको भने तरकारी खाना रेडी हुँदैछ यस्तै यो पारामा हैन मुकुम अन्डा उहाँ पर छ ताछ त यता ल्याउ त त्यो भाँडामा छ ल मुकुमले पनि काम सघाउँदै हुनुहुन्छ यता ल्याउनुहोस् त यो चाहिँ कतिले चिन्नुहुन्छ हैन यो टोटोला हैन छोरो टोटोला चाहिँ हामी तरकारी खान्छौँ है यहाँ चाहिँ ल राख निकाल लु तास अन्डा अनि यहाँ चाहिँ दाल पाक्दैछ अन्डा चाहिँ यस्तो भएछ कुनलाई खाने त्यो साइडको अता तातो छ नि है ओ तातो ए पट्टै फुटेर हैन त्यो एकछिन खानासँग खानु तरकारी चाहिँ रेडी छ लट्टी अब यसरी तयारी हालत त्यस्तो छ बिहान यति तातो है अगाडि बनाएर भिडियो खिच्दा चाहिँ कति टेढो आउँछ भने यसरी चुल्हामा पकाउनु पर्छ भाँडाको हालत है कालो न कालो अनि किचनसँग यो सुन्दर सुन्दर फुल पनि देखाउन मन पर्यो आज चाहिँ वेल्लो प्लस रेड माछा यसरी फुल्दैछ यसरी व्हाइटमा छ यहाँ चाहिँ फुलेछ पर्पल कलरको एकदमै मनपर्ने कलर अरू चाहिँ फुलेको छैन फुल्नलाई रेडी भएको छ एउटै खाले फुल नै धेरै रोपौँ भन्ने योजना तर पनि हुँदैन रहेछ है मकैबारी अगाडि फल्नु चाहिँ फल्दैन घाँस चाहिँ हुन्छ होला जेजेनिया यस्तो गरेर के गर्नु यति राम्रो है फुलिसकेपछि हालिदिनै पर्यो गोडगाडको काम झरी सुरु भयो कि झरीमा चाहिँ हुँदैन यो कम्ती मात्रै फुल्छ सिसमसँगै फुल्छ नि यो भुट्टामा अहिलेको अवस्था यो फुल यस्तो राम्रो है व्हाइटमा साह्रै राम्रो हुँदो रहेछ पिङ्कमा पनि छ पिङ्कमा ल कौशिकको आज यो फुलहरू सातो खोर्सानी फल्दैछ पारा कुन बसाइ हो एक्जाम हो कि होइन अनि यो एक्जाम के छ म्याथको इजी छ त्यही भएर नपढेको एक्जाममा बिहान उठेर फोन हेर्नु भन्नुभएको थियो ए ड्रोन उडाउनु फोन हेर्नु अनि स्कुल आउनु है भन्नुभएको छ हो एक्जाम यसरी दिनु है भन्नुभएको छ हो इजी छ अरे त्यही भएर नपढेको अरे यहाँ मकुमले हैन अब कपाल बाटेर कहाँ जाने अरे स्कुल जाने तयारी यहाँ मकुमको एउटा बिल्ली छ त्यसलाई पनि हेरौँ ल थोरै
बिल्ली बिल्ली ए ल यहाँ मम्मी सुरी म्याउ गरिदिनु त अब यसको बेबी हेरौँ ल ल बेबीहरू चाहिँ आँखा कति खतरा खतरा छ सुरी यत्रो यत्रो छ है खाना नखानै भएको छैन निस्किनु खोज्छ बाहिर मै हेर्न बाहिर निस्किनु पो खोज्दो रहेछ त ल आँखा चाहिँ कस्तो हौ म्याउ सुरी ल त यहाँ नछुनु छुरे हेर्नु उठेर्नु नि उठे बोकेर नि त कति माया गर्छ हौ मलाई पनि भन्नु कराउने भइसकेछन् है यो त साह्रै क्युटी छ आमा बस्यो त्यहाँ ल्याइदेऊ भनेर हो मैं तुम्हारा बात करना चाहने यता 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 बाटै देखेन अहिले बिल्लीको माउ यहाँ ल लगाइदेऊ है अब चाहिँ बाहिर निस्किनु खोज्दो रहेछ कि अब यहाँ धेरै ठुलो भएर एकदमै राम्रा राम्रा छन् है मुकुमको बिल्ली फेरि यता चाहिँ इगल एकदमै छुट्टा छ हेर्नै हुँदैन उड्नु थालिहाल्छ त्यो चाहिँ अलिक उड्ने भएर चाहिँ छोडिदिने हो तर यो इगललाई चाहिँ हेर्नु त इगलको आँखा यहीँ राखेर उसलाई मासु होइन मात्र खान्छ इगलले चाहिँ डढायो बिहान यति टन्टलाको घाम लागेको छ अब खाना प्लस मुकुमलाई स्कुल पठाउनु पर्ने हुन्छ होइन त्यही भएर अब चाहिँ खाना खुवाउने कपाल बाट्ने भएकोले अब हामी इन्ड गर्छौँ सक्छौँ होइन यो चाहिँ मुकुमलाई मैले सिकाएको मुकुमलाई साह्रै डर लाग्छ भिडियो बनाउनु अनि भिडियो बनाउँछ हल्लाएर केही हाल्नै नसकिने होइन इच्छा चाहिँ धेरै गर्छ अनि त्यही भएर मैले सिकाएको कस्तो भयो होइन यो चाहिँ हाम्रो सिक्लै हो नि त अनि खाना प्लस यता गार्डन यो कौसी गार्डन अनि हाम्रोमा भएको बिल्ली अनि इगल देखाएँ आजलाई चाहिँ यति नै भन्दै मुकुम बाई बाई भन्दै अब बाई बाई गाइस ल